काठमाडौँ आएको केही दिन भइसकेको थियो। जागिर त पाएँ, तर बस्ने कोठा भने कतै भेटिएको थिएन। बिहान अफिस, बेलुका कोठा खोज्ने काम, यही मेरो दैनिकी बनिसकेको थियो। हरेक दिन, हरेक ठाउँमा कोठा छैन, अहिले भरिएको छ, भाडा महँगो छ भन्ने उत्तरले आश अलिअलि गर्दै मर्दै गइरहेको थियो। त्यही निराशाकै बीचबाट एक दिन टिकटक स्क्रोल गर्दै गर्दा अचानक एउटा भिडियो आयो। कोठा खोज्ने अफिस, चाबहिल चोक नजिकै। मलाई लाग्यो सायद यही अन्तिम आश हो। ढिला नगरी फोन गरेँ। हेलो। उताबाट एउटी युवतीको मधुर स्वर आयो। हजुर, कोठा खोज्ने दिदी बोल्नुभएको हो? हजुर, कुन ठाउँको लागि चाहिएको हो? कफनतिर। हुन्छ, अफिस आउनु न है। फोन काटेँ र खाँचाको समयमा हतारिँदै अफिस पुगेँ। ढोकासम्म पुग्दा देखेँ ती युवती फोनमा कसैसँग कुरा गर्दै रोइरहेकी थिइन्। म एकछिन अन्योलमा परेँ। भित्र जाउँ कि बाहिरै फर्क्यौँ? उनको व्यक्तिगत कुरा भइरहेको होला भन्ने लाग्यो, तर मसँग पनि त समय धेरै थिएन। ढोका ढकढकाएँ। नमस्ते। उनले आँसु लुकाउँदै मुस्कुराउने प्रयास गरिन्। नमस्ते, बस्नुहोस् न। त्यति नै बेला उनले फोन काटिन् र भनिन्, एकछिन बस्दै गर्नुहोस् ल, म आइहाल्छु। उनी बाहिर गइन्। केही बेर बसेर अनुहार धोएर फर्किन्। आँखामा रातोपन अझै बाँकी थियो, तर ओठमा जबरजस्तीको मुस्कान। त्यसबीच उनको फोन 3-4 पटक बज्यो, फेरि बज्यो। उनले हरेक पटक काटिरहन्। मलाई लाग्यो सायद म भएकोले उठाइनन्। मैले सङ्कोच मान्दै भने, म एकछिन बाहिर जाउँ? उनी हल्का मुस्कुराइन्। होइन, पर्दैन। त्यसपछि हाम्रो कुराकानी कोठातिर मोडियो। उनले मेरो बजेट, अफिस, पढाइ र बस्नुपर्ने ठाउँबारे बिस्तारै सोधिन्। तुरुन्तै 2-3 ठाउँमा फोन गरेर कोठा पनि बुझ्न थालिन्। एउटा कोठा सुकेधारामा रहेछ। मैले हिसाब गरेँ। बस्ने सुकेधारा, पढ्ने चाबहिल, अफिस गौशाला, मिल्ने सम्भावनै थिएन। तैपनि बुझ्नुहोस् न, सस्तो भयो भने पनि भइहाल्छ, मैले भने। उनले फोनमै सोधिन्, दाइ, पानी बत्ती छ? उताबाट, छ। अनि घरबेटी? घरबेटी बस्दैनन्। फोन राखेपछि उनले मुस्कुराउँदै मलाई हेर्दै भने, बस्नुहुन्छ? मैले पनि मुस्कुराउँदै सोधेँ, पार्किङ छ? उनी अचानक लजाउँदै भनिन्, त्यो त सोध्नै बिर्सेछु, सरी। हामी दुवै हाँस्यौँ। केही बेरमै 3 जना ठुला केटाहरू अफिस छिरे। म्याडम, हामीलाई पनि कोठा चाहियो नि। उनीहरू जिस्किरहेको देखेर मलाई रिस उठ्यो, तर म चुपचाप बसिरहेँ। पछि थाहा भयो उनीहरू त त्यही अफिसका मालिक रहेछन्। मैले फारम भरेँ। 500 रुपैयाँ शुल्क पनि तिरेँ। बाहिर निस्किनै लाग्दा एक्कासी पानी दर्कियो। यो पानी मेरा लागि समस्या पनि थियो अनि अवसर पनि। समस्या अफिसको खाजा खाने समय सकिँदै थियो अनि अवसर म केही बेर अझै उनीसँग बस्न पाउने थिएँ। पानी नरोकिएसम्म हामी सानातिना कुरा गरिरह्यौँ। जाने बेला उनले भनिन्, यो फारम लिएर जानुहोस्, भोलि वाट्सएपमा मेसेज गर्नुहोला तपाईँको फोटोसहित। मैले यही फारम हेरेर तपाईँको लागि कोठा खोज्नेछु। तर मेरो मनमा अर्कै योजना थियो। फारम जानी त्यहीँ छोडिदिएँ। अफिसबाट तल झरेपछि मेसेज गरेँ, म्याम, फारम त्यहीँ छुटेछ, अब के गरौँ? उनले तुरुन्तै जवाफ दिइन्, पर्खिनुहोस् है, म फोटो खिचेर पठाइदिन्छु। मैले जिस्किँदै लेखेँ, अघि किन सम्झाउनु भएन नि? उनले पनि लेखिन्, तपाईँले पनि त सम्झिनु भएन। मैले मौका नछोडी लेखेँ, अलिअलि रुँदै हुनुहुन्थ्यो, त्यसैले बिर्सिनु भयो जस्तो छ। उनले तुरुन्तै उत्तर पठाइन्, होइन, अहिले नजिस्काउनु है। त्यही क्षणदेखि हाम्रो कुराकानी ग्राहक र कर्मचारीको सीमाभन्दा बाहिर निस्कियो। मैले फेरि लेखेँ, यो त अफिसको नम्बर हो के रे? अरूले देखे भने मलाई कोठा नखोज्दैलान् नि। उनले हाँस्दै इमोजी पठाउँदै भने, त्यस्तो हुँदैन। मैले साहस जुटाएँ, तपाईँको नम्बर दिनु न। बिग पोजिटिभ है, मन छैन भन्ने दिन्न भन्न सक्नुहुन्छ, म स्वीकार्छु।
मेरो कुरा पुरा हुन नपाउँदै उनको नम्बर आयो, साथमा एउटा सन्देश पनि। अब यतै कुरा गर्नु होला। मैले उनको निजी नम्बरमा मेसेज पठाउँदै भने, अफिसमा त तपाईँ भन्नु पर्थ्यो, अब यहाँ त तिमी भन्ने मिल्छ नि। उनको जवाब छोटो थियो, तपाईँको इच्छा। त्यो दिनदेखि कोठा खोज्ने दिदी भनेर सुरु भएको सम्बन्ध तपाईँ हुँदै बिस्तारै तिमीसम्म आइपुग्यो। पछि मैले सोधेरै थाहा पाएँ, त्यो दिन उनी रुँदै गरेको कारण प्रेमीसँगको झगडा थिएन। कुनै ग्राहकले नराम्रो व्यवहार गरेपछि उनले आफ्नो दाइसँग फोनमा गुनासो गरिरहेकी रहेछन्। अझ एउटा कुरा थाहा पाएँ, उनको कुनै प्रेमी रहेनछ र अझैसम्म छैन पनि। त्यसपछि हाम्रो कोठा खोज्ने सम्बन्ध केवल बहाना मात्र रह्यो। वास्तवमा हामी दुवै एकअर्कालाई खोज्न थालेका थियौँ। दिनदिनै म्यासेज, राति अबेरसम्म फोन, साना साना जिस्काइ, एकअर्काको दिन कस्तो बित्यो भन्ने चिन्ता, यी सबैले अन्जानमै हाम्रो सम्बन्धलाई प्रेमको गहिराइतिर डोर्याउन थाल्यो।